हेलो सबैजनालाई नमस्ते है त। अनि आज चाहिँ अलिकति यो सर्ट भिडियोमा चाहिँ मैले के भन्न तपाईँहरूमा आइरहेको छु भन्दा चाहिँ आज भरे मेरो नाइट लाइट नहुन सक्छ। अनि त्यसले गर्दा किन भन्दाखेरि चाहिँ तपाईँ जतिजना पनि जोडिँदै हुनुहुन्थ्यो मेरो युट्युब च्यानलको लाइभ स्ट्रिममा चाहिँ। अनि तपाईँहरूलाई के जानकारी गराउनुको लागि भन्दाखेरि त्यही हो, अब भरे चाहिँ म मेरो सायद लास्ट दिन यहाँ घरदेखि चाहिँ सबैसँग हिँड्नुपर्ने भएको छ। मेरो बाहिरको प्लानिङहरू, मेरो 2 महिनाको छुट्टी चाहिँ सिधिसकेको छ नि त। त्यसले गर्दाखेरि म भरेको नाइट लाइफमा नआउन सक्छु। अनि त्यसले गर्दाखेरि सबैजनाले एकअर्कासँग सपोर्ट गरेर अघि बढ्नुपर्ने हुन्छ होइन। अनि त्यो सँगसँगै तपाईँहरूले चाहिँ जतिजनाले चाहिँ मेरो अहिले युट्युब च्यानलको नाम चाहिँ छ राई मिलन होइन, त्यसले गर्दाखेरि किन आएन भनेर चाहिँ तपाईँले भन्नु सक्नुहुन्छ होला। अनि आज चाहिँ म अलिकति बिजी हुन सक्छु नि त। अनि मेरो दादाहरूसँग, भाउजूहरूसँग, मम्मीहरूसँग, बहिनीहरूसँग गफसफ गरेर भोलि चाहिँ म घरदेखि हिँड्नुपर्ने भएको छ नि त। बाहिरको मेरो 2 महिनाको छुट्टी सकिसक्यो साथीहरू। त्यसले गर्दाखेरि तपाईँहरूले चाहिँ लाइभ स्ट्रिममा आज चाहिँ भेट्न सक्नुहुन्न। अनि यो जसले मेरो सर्ट भिडियो आइसकेपछि चाहिँ तपाईँहरूले कमेन्ट गरेर तपाईँहरूको साथीहरूलाई पनि सेयर गर्न सक्नुहुन्छ ल साथीहरू। ल अब भने हामी भोलि म यहाँबाट मेरो दिमागको घरतिर पुग्छु सायद। अनि त्यहाँ पनि कस्तो समय हुन्छ, अब नेट वाइफाई कतिको राम्रो चल्छ चल्दैन त्यो त मलाई पनि थाहा छैन साथीहरू। त्यहाँ गइसकेपछि यदि लाइभ चलेछ भने पछि हामी नाइट 8 बजे पछि लाइभ स्ट्रिममै हामी भेटेर कुराकानी गर्नेछौँ नि त है त। अनि यहाँ पनि थोरै लङ भिडियोमा चाहिँ तपाईँहरूले हेर्नु सक्नुहुनेछ। मैले लङ भिडियो पनि आज पोस्ट गर्नेछु। अनि जीवन बिमाको बारेमा थोरै त्यहाँनिर मैले भनेको छु। अनि यसमा पनि तपाईँहरूले लङ भिडियोमा पनि हेरेर मजाले कमेन्ट छोड्नुहोस्। अनि जीवन बिमा गर्न चाहनुहुन्छ भने मसँग जोडिनुहोस्। मैले त्यहाँनिर तपाईँहरूलाई लङ भिडियोमै राखिदिनेछु। मेरो फेसबुक अथवा फेसबुक भन्दा पनि तपाईँहरू जोडिनुको लागि चाहिँ वाट्सएप नम्बर मात्रै राखिदिन्छु, त्यहाँबाट जोडिनु सक्नुहुनेछ। यदि होइन भने सर्ट भिडियोमै पनि मैले मेरो वाट्सएप नम्बर राखिदिनेछु। अनि अनि के रहेछ भनेर बुझ्न चाहनुहुन्छ भने चाहिँ जीवन बिमा भनेको के हो, जीवन बिमा गर्दा के फाइदा हुन्छ भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई मेरो वाट्सएपमा बताउनेछु। अनि तपाईँहरू वाइटीमै बुझ्न चाहनुहुन्छ भने पनि म वहाँ गइसकेपछि चाहिँ म त्यो भिडियोहरूलाई चाहिँ तपाईँहरूमा बनाएर पोस्ट गर्नेछु। ल त साथीहरू, अहिले अलिकति सर्ट भिडियो भएको कारणले गर्दा अहिलेको लागि बाई बाई।